5 इम्पोर्टेन्ट युट्युब सेटिङ्स जसलाई अन गरेनौ भने तिम्रो भिडियो कहिले पनि भाइरल हुँदैन। त्यही 0 भ्युज, 0 सब्स्क्राइबर्स र तिम्रो मुड खराब। यही 5 वटा सेटिङ्सलाई अन गरेपछि मेरो यो भिडियो भाइरल भयो। र यदि तिमी पनि आफ्नो भिडियो र च्यानललाई छिटै ग्रो गर्न चाहन्छौ भने यो सेटिङ्सहरुलाई गएर अन गरिहाल। नम्बर 2 र नम्बर 4 को सेटिङ झन् एकदमै धेरै इम्पोर्टेन्ट छ। यसलाई मिस गर्यो भने तिम्रो भिडियोमा त्यही 0 भ्युज नै आउनेवाला छ। त्यसैले कुनै पनि पोइन्टलाई मिस नगरिकन यो भिडियोलाई एन्डसम्म राम्ररी हेर। सेटिङहरुलाई मिलाउनका लागि क्रोममा गएर युट्युब स्टुडियो सर्च गर र यो वेबसाइटमा क्लिक गर। यहाँ तल कुनामा तिमीहरूले एउटा सेटिङको अप्सन देख्न सक्छौ, त्यसमा क्लिक गर। सबैभन्दा पहिला तिमीहरूले यहाँ करेन्सीको अप्सन देख्न सक्छौ, त्यसमा गएर तिमीहरू जुन देशको हो त्यो देशको करेन्सी सेलेक्ट गर। फर एक्जाम्पल म नेपालको हो, त्यसैले मैले नेपाली करेन्सी सेलेक्ट गरे। यो सेटिङ गरिसकेपछि अब तिमीहरूले यहाँ साइडमा च्यानलको अप्सन देख्न सक्छौ, त्यसमा गएर क्लिक गर र सबैभन्दा पहिला तिमीले कन्ट्री अफ रेजिडेन्स भन्ने अप्सन देख्न सक्छौ, त्यसमा क्लिक गरेर तिमी अहिले जुन देशमा छौ त्यही देशको नाम सेलेक्ट गर। जस्तै म नेपालमा छु, त्यसैले मैले नेपाललाई गएर सेलेक्ट गरे। त्यसपछि किवर्ड्स वाला सेटिङमा तिमीले आफ्नो च्यानलको रिलेटेडको किवर्ड्सहरु हाल। जस्तै यो मेरो गेमिङ च्यानल हो, त्यसैले मैले आफ्नो च्यानलको नाम हाले, आफ्नो च्यानलको नामको सर्ट फर्म हाले, त्यसपछि त्यही च्यानल रिलेटेडको किवर्डहरुलाई युज गरेको छु। तिमीहरू पनि यसरी नै किवर्ड्सहरुलाई युज गर। त्यसपछि तिमीले यहाँ माथि एडभान्स सेटिङको अप्सन देख्न सक्छौ, त्यसमा क्लिक गर। त्यसपछि यदि तिम्रो च्यानल बच्चाहरुको लागि बनेको हो भने फर एक्जाम्पल नर्सरी राइम्सहरु, यस सेट दिस च्यानल फर किड्सलाई सेलेक्ट गर। यदि होइन भने चाहिँ नोट दिस च्यानल इज नट मेड फर किड्सलाई सेलेक्ट गर। त्यसपछि तिमीहरूले डोन्ट शो पोटेन्शियली इनएप्रोप्रिएट वर्ड्समा पनि क्लिक गर। त्यसपछि तल स्क्रोल गरेर यो तीनैवटा सेटिङ्सलाई पनि अन गर। त्यसपछि यहाँ माथि फिचर एलिजिबिलिटी वाला अप्सनमा क्लिक गर। यहाँ तिमीले 3 वटा फिचर देख्न सक्छौ, स्ट्यान्डर्ड, इन्टरमिडिएट र एडभान्स। स्ट्यान्डर्ड फिचर चाहिँ पहिलेदेखि अन हुन्छ, तिमीले इन्टरमिडिएट फिचर र एडभान्स फिचर्सलाई अन गर्नुपर्छ। इन्टरमिडिएट फिचरको लागि तिमीले फोन नम्बरलाई भेरिफाई गर्नुपर्छ र एडभान्स फिचर्सको लागि चाहिँ तिमीहरूले भिडियो भेरिफिकेसन गर्दा हुन्छ। यसपछि चाहिँ तिमीले अपलोड डिफल्ट्समा क्लिक गर र एडभान्स सेटिङमा क्लिक गर। सबैभन्दा पहिला तिमीले आफ्नो क्याटेगोरीलाई सेलेक्ट गर। जस्तै मेरो गेमिङ च्यानल हो, त्यसैले मैले गेमिङ सेलेक्ट गरेको छु। त्यसपछि भिडियो ल्याङ्ग्वेजलाई सेलेक्ट गर र टाइटल डिस्क्रिप्सन ल्याङ्ग्वेजलाई सेलेक्ट गर। यो च्यानल मैले इन्डियन अडियन्सको लागि बनाएको थिएँ, त्यसैले मैले भिडियो ल्याङ्ग्वेज हिन्दी राखेको छु। यो सबै सेटिङ्सहरुलाई अन गरेपछि तिम्रो पनि भिडियो भाइरल हुन्छ।